अहिले हामी मकवानपुर पालुङको थाहा नगरपालिका अन्तर्गत इन्द्रायणी माईको स्थानमा छौँ। यहाँ भक्तजनहरूको भव्य भिड देखिन्छ। इन्द्रायणी देवीको दर्शन सँगसँगै यहाँ व्यापार मेला पनि लागेको छ। यस इन्द्रायणी देवीको मन्दिरमा भित्र कुण्डमा भक्तजनहरूले देवी मातालाई फूलपाती चढाउँदै पूजा आराधना गरिरहेका छन्। इन्द्रायणी माईको मन्दिरमा यसरी भिडभाड अर्थात् बाक्लो उपस्थिति हुनुमा त्यहाँको बासिन्दाहरू वैदिक सनातन धर्मावलम्बीहरू निकै छन् भन्ने पनि बुझिन्छ। यस इन्द्रायणी माईको स्थानमा हामी रथ आउनु पूर्व नै पुगेका थियौँ। रथ ल्याउनु अघि त्यहाँका बासिन्दाहरूले खैजडी भजनले माईको स्थानलाई अझै सुन्दर बनाइरहनु भएको थियो। यस जात्रामा अझै धेरै थप जानकारी होस् भन्ने उद्देश्यले हामीले स्थानीयलाई केही कुराहरूको सोधपुछ समेत गरेका छौँ। नमस्ते। अहिले हामी कहाँ छौँ? अहिले हामी थाहा नगरपालिका इन्द्रायणी माईको चौरमा छौँ। इन्द्रायणी माईको चौरमा छौँ। आज यहाँ किन यो भिडभाड छ? यो इन्द्रायणी माईको चाहिँ नि प्रत्येक 3 वर्षमा यहाँ मेला लाग्छ। 3 वर्षमा मेला लाग्छ। 3 वर्षमा मेला लाग्छ र आज चाहिँ नि यहाँ पालुङ गाउँबाट 3वटा रथ आउँछ। एउटा गणेशको, एउटा भैरवको र एउटा इन्द्रायणीको। हजुर। अनि यता शिखरकोटपट्टिबाट चाहिँ नि सेती गणेशको रथ आउँछ। जम्मा 4वटा रथ हुन्छन्। हजुर। त्यो रथ ल्याउने बेला हुन लाग्दैछ अहिले। र यो चाहिँ नि यो पालुङ उपत्यकाको चाहिँ नि एउटा प्रमुख शक्ति देवी इन्द्रायणी माईको चाहिँ नि जात्रा हुने भएकोले भक्तजनहरूको चाहिँ धेरै बाक्लो उपस्थित छ यहाँ। हजुर। र रथ ल्याइसकेपछि चाहिँ यहाँ बेलुका भक्तजनहरूले बत्ती बाल्नुहुन्छ। त्यो बत्ती चाहिँ नि आफ्नो सपरिवारको सुख शान्ति समृद्धि तथा पितृलाई समेत सम्झेर चाहिँ नि बत्ती बाल्ने चलन। यो बत्ती चाहिँ कुलपितृहरूको उद्धार होस् भनेर? पितृहरू र आफ्नो सकल परिवारको चाहिँ नि सुख शान्ति समृद्धिका लागि, सुख शान्ति समृद्धिका निमित्त र कुलपितृहरूको उद्धारका निमित्त बत्ती बालिन्छ। यहाँ यो जुन कोठाहरूमा जुन देखिन्छ यो सानसाना जुन यो अहिले हामीले भवनहरू देखिरहेका छौँ, यो पार्टी चाहिँ नि यहाँको भक्तजनहरूले आफ्ना आफ्ना पितृहरूका नाममा, कुलका नाममा चाहिँ बनाइदिएको हो।